हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ हजुरहरू। मैले चाहिँ आज चाहिँ मैले लिएर आएको छु मिनी ब्लग। यहाँ पूजाको बिहेको दिनको भिडियो है, हजुरहरूले हेरिराख्नु होला। र यहाँ चाहिँ छोरीलाई पिताले चाहिँ ल्याइदिनु भएछ स्वस्थानीको प्रसाद टिकोहरू र ल्याइदिनु भएछ। छोरीलाई चाहिँ आमाले लगाइदिँदै हुनुहुन्छ। र त्यसको बादमा चाहिँ हामीहरू अब पूजाको बिहेको दिन भनेर एकदम बिहेमा जानको लागि रेडी भइसकेको छौँ। बिहे चाहिँ होइन, यो चाहिँ जुरुनको दिनको भिडियो हो। र बिहे घरमा चाहिँ हामीहरू फाइनली आइपुगिसकेको छौँ। र आइपुगेपछि चाहिँ यहाँ हेर्नुहोस्, बेहुली चाहिँ एकदम पुरा रेडी भइसकेको छ जुरुनको लागि भनेर। र हामीहरू पनि अब सबैजना भेला भयौँ। र यहाँ चाहिँ अब बेहुलीको मेकअप रेडी भइसके पछाडि त अब भिडियो सुट नगर्ने त कुरै छैन होइन भने। तर यसको फाइनल रिजल्ट चाहिँ म हजुरलाई भेटेँ भने चाहिँ दिनेछु है, पक्कै पनि। र त्यसको बादमा चाहिँ यहाँ जुरुनको लागि भनेर ऊ चाहिँ बाहिर निस्किसक्यो। उसले जुन ड्रेस लगाएको थियो त्यो ड्रेसमा चाहिँ हुँदैन अरे, अरू उताबाट ल्याइदिएको ड्रेस चाहिँ लगाउनु पर्छ अरे। अनि फेरि त्यो चाहिँ चेन्ज गरेर अनि फेरि उताबाट ल्याइदिएको ड्रेस चाहिँ उसले लगायो, उताबाट मतलब बेहुलापट्टिबाट। र यो कसार बटाने दिनको हो अब जुरुन होइन, कसार बटाने दिन। र उताबाट चाहिँ सबैजना आइपुग्नु भयो र आइपुगेर चाहिँ उताकै ड्रेस लगाएर चाहिँ अब यहाँ सबै थोक सामानहरू ल्याउनु भएको रहेछ। र कसार बटाने दिनै दिनुहुँदो रहेछ। र जुरुन भनेको चाहिँ त्यही रहेछ। अब हामीलाई पनि थाहा थिएन होइन। र खोकी लागिरहेछ है, भोइस चाहिँ एकदम पुरै चेन्ज भइरहेको छ। र सबै थोक यहाँ चाहिँ दिइराख्नु भएको रहेछ। अनि सिन्दुरहरू पनि लगाइदिइराख्नु भएको छ। र त्यसको बादमा चाहिँ अब यहाँ चाहिँ स्टार्ट भयो हर्दीको रसम। अब जुरुन भइसके पछाडि अलिक देरी भयो नि त, निकै लेट भयो। र हामीले चाहिँ हल्दीकै ड्रेस लगाएका थियौँ, फेरि चेन्ज गरेर अनि मेहेन्दी चाहिँ डेकोरेसन पनि भइसकेको थिएन। अनि मेहेन्दी चाहिँ लगाउने भनेर चाहिँ अब घर आउनु पर्यो नि त फेरि। अनि फेरि हल्दीको हुने बित्तिकै मेहेन्दी हुन्छ भनेर चाहिँ हामीले चेन्ज गऱ्यौँ। र हल्दीको र मेहेन्दीको ड्रेसहरू लगायौँ। र अब यहाँ सबैजना साथीहरू भेला भयौँ। अब सबैजना साथीहरू भेला भइसके पछाडि त भिडियो नगर्ने त कुरै छैन होइन। फेरि कति वर्ष भेट भएका। र अब साथीको बिहे भनिसके पछाडि त मेहेन्दी नलगाउनु त कुरै छैन होइन, भन्नुहोस्। र म चाहिँ त्यसरी मेहेन्दी लगाउन अहिले चाहिँ त्यति रहर लाग्दैन। पहिला चाहिँ धेरै रहर लाग्थ्यो, एकदम एक्साइटेड थिएँ कि मेहेन्दी भनेपछि। र अहिले चाहिँ एकदम मनै लाग्दैन। त्यही पनि अब यसो उसले बेहुलीले पनि भने लगाऊ न भनेर जोर जबस्ती गर्न थाल्यो। र मैले चाहिँ यहाँ अलिअलि अगाडिको मात्रै मेहेन्दी अलिअलि लगाएँ। र त्यसको बादमा चाहिँ अब सबैजना साथीहरू भेट भए पछाडि यो चाहिँ भिडियो त अब हजुरहरूले देख्नु पनि भयो होला सायद। मैले अपलोड गरिसकेर थिएँ गानमा लगाएर। र यहाँ चाहिँ अलिकति सर्ट भिडियो मेरो मोबाइलमा रहेछ र त्यही चाहिँ अपलोड गरेको। र त्यसको बादमा र अब त्यसको मेहेन्दी हल्दीको रसम सबै थोक सकिसक्यो। र त्यसको बादमा चाहिँ अब बिहेको दिन। र यहाँ चाहिँ ज्योति अधिकारी उनको पेज हो र मेरी साथी हुन्। र बल्ल बल्ल धेरै वर्ष पछाडि भेट भएको। अब भेट भइसके पछाडि त भिडियो नगर्ने त कुरै छैन। फेरि सबै कन्टेन्ट क्रिएटर भेला भइसकेपछि त नभन्नु न जे हुन्छ। अनि छोरीको पनि जे उत्पात थियो नभन्नु न। अनि छोरीले चाहिँ मेरो पनि भिडियो बनाइदिनु न भनेर भन्न थालेँ। र मैले चाहिँ यहाँ अलिकति छोरीको क्लिप लिइरहेछु। र अब धेरै राम्रो लाग्यो, धेरै फुर्ती लाग्यो बिहेको। र कस्तो लाग्यो भिडियो, यति नै बेहुला आएको भिडियो चाहिँ मैले दिन पाइनँ है।